क्युआर कोड के हो, कसरी काम गर्छ र यसलाई कस्तो रूपमा प्रयोग गर्न सकिन्छ। क्युआर को फुल फर्म हो क्विक रेस्पोन्स कोड। यो बेसिकली एक टाइप अफ 2D बारकोड हो जुन टेक्स्ट, वेबसाइट लिङ्क, पेमेन्ट इन्फो वा डिजिटल डाटा स्टोर गर्न सक्छ। क्युआर कोडमा सानो बक्स र प्याटर्न हुन्छन्। ती प्याटर्न कम्प्युटर वा मोबाइल क्यामेराले स्क्यान गर्दा बाइनरी कोडमा कन्भर्ट गर्छ। देन सफ्टवेयरले त्यो कोडलाई ट्रान्सलेट गर्छ र तपाईलाई डाइरेक्ट लिङ्क, पेमेन्ट पेज या फाइलमा लगिदिन्छ। नेपालमा पनि अहिले सबै ठाउँमा क्युआर कोड प्रयोग हुन्छ। ई-सेवा, खल्ती, फोन पे, रेस्टुरेन्ट्स, हस्पिटल्स, पार्किङ लट्स, इभन बस टिकटमा पनि। स्क्यान गर्यो, पैसा पठायो। इजी एन्ड फास्ट, राइट? तर ध्यान दिनुहोस्, सबै क्युआर सेफ हुँदैनन्। कसैले फेक क्युआर राखिदियो भने पैसा रङ अकाउन्टमा पनि जान सक्छ या म्यालवेयर पनि डाउनलोड हुन सक्छ। सो अलवेज स्क्यान ओन्ली फ्रम ट्रस्टेड सोर्स। क्युआर कोड एक्चुअली जापानबाट बनेको हो। ओरिजिनल्ली कारको पार्ट्स ट्र्याकिङको लागि, नट फर पेमेन्ट। तर अहिले अलमोस्ट डिजिटल लाइफको पार्ट बनिसक्यो। अब जब तपाईँले क्युआर कोड देख्नुहुन्छ, जस्ट रिमेम्बर, यो सानो बक्सभित्र हजारौँ डाटाहरू लुकेको हुन्छ। तपाईँ कुन एपबाट युज गर्नुहुन्छ? कमेन्ट अन बिलो। एन्ड यस्तै इन्फर्मेटिभ भिडियोको लागि लाइक, सेयर एन्ड फलो गर्न नबिर्सनु होला।